फिफा वर्ल्ड कप आफ्नो मोबाइलबाट कसरी हेर्ने? तपाईँ पनि आफ्नो मोबाइलबाट फिफा वर्ल्ड कप हेर्न चाहनुहुन्छ भने धेरै सजिलो सक्नुहुन्छ। वर्ल्ड कप हेर्नको लागि सबभन्दा मोबाइलको प्ले स्टोरलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ सर्चको अप्सनमा सर्च गर्नु होला डिजिओ एप्लिकेसनलाई यहाँ सर्च गर्नु होला। सर्च गरेपछि यो डिजिओ एप्लिकेसनलाई इन्स्टल गर्नु होला। इन्स्टल गरेपछि यहाँ ओपनको अप्सन आउँछ, यहाँ ओपनको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो प्रकारको अप्सन आउनेछ, यहाँ हेर्न सक्नुहुन्छ मोर, यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ लगइनको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँ गुगलको अप्सनमा यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि पहिले एउटा जीमेल अकाउन्टबाट साइन इन गर्नुपर्छ। यो तपाईँ आफ्नो एउटा जीमेल अकाउन्ट यहाँ चुज गर्नु होला। म आफ्नो एउटा जीमेल अकाउन्ट चुज गर्दैछु। त्यसपछि फेरि यस्तो प्रकारको इन्टरफेसमा आउनेछ। यहाँ हेर्न सक्नुहुन्छ फेरि मोरको अप्सनमा क्लिक गर्नुपर्छ। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ अकाउन्ट बनिहाल्यो। त्यसपछि यहाँ एउटा सब्सक्रिप्सन लिनुपर्छ। यो चाहिँ सब्सक्रिप्सन लिनको लागि यहाँ सब्सक्रिप्सन नाउमा क्लिक गर्नु होला। आफ्नो मोबाइलबाट यो वर्ल्ड कप हेर्नु छ भने यहाँ हेर्न सक्नुहुन्छ एउटा प्याकेज तपाईलाई लिनुपर्छ, जुन प्याकेज तपाईलाई 549 रुपैयाँको 3 महिनाको हुनेछ। यो प्लान लिनको लागि यहाँ चुज प्लानमा क्लिक गर्नु होला। चुज प्लानमा क्लिक गरेपछि यस्तो प्रकारको इन्टरफेस आउनेछ। तपाईले यो पेमेन्ट खल्तीबाट पनि राख्न सक्नुहुन्छ, यो ई सेवाबाट पनि राख्नुहुन्छ, भिसाबाट पनि राख्न सक्नुहुन्छ, करेन्ट आइपीएसबाट पनि राख्न सक्नुहुन्छ। यो राख्नको लागि सिधै म ई सेवाबाट यो प्लान पे गर्न चाहनुहुन्छ भने यहाँ ई सेवामा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ सब्सक्रिप्सन नाउ यहाँ क्लिक गर्नुपर्छ। क्लिक गरेपछि तपाईको चाहिँ ई सेवा यहाँ ओपन हुनेछ। ओपन हुने यहाँ ई सेवा क्लिक गरेपछि यहाँ सब्सक्रिप्सन नाउमा क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस आउनेछ। यहाँ तपाईलाई आफ्नो ई सेवाको आइडी र यहाँ पासवर्ड राखेपछि तपाईको यो सब्सक्रिप्सन एक्टिभेट हुनेछ। त्यसपछि तपाई आफ्नो मोबाइलबाट फिफा वर्ल्ड कप हेर्न सक्नुहुन्छ। थ्यांक यू।